भदौको पहिलो हप्ता बिहानको 8 बजेको हुँदो हो। चिया पिउँदै मोबाइलको स्क्रिन स्क्रोल गर्दै थिएँ। कुनै विशेष कुरा खोजेको होइन, बस औँला स्क्रिनमाथि चलिरहेका थिए। एउटा पोस्टपछि अर्को पोस्ट, एउटा समाचारपछि अर्को समाचार। जीवन पनि कहिलेकाहीँ यस्तै रहेछ। हामीले खासै ध्यान नदिई पाना पल्टाइरहेका हुन्छौँ, तर कुनै एउटा पानामा अचानक आफ्नै पुरानो कथा भेटिन्छ। यस्तै सोच्दै थिएँ, त्यसै बेला व्हाट्सएपमा एउटा नोटिफिकेसन आयो। श्रृङ्खलाको म्यासेज रहेछ। मेरो औँला त्यहीँ रोकियो। केही सेकेन्डसम्म स्क्रिनमा एकटक हेरिरहेँ। उता चिया चिसिँदै थियो। श्रृङ्खला 3 वर्ष अघि उसको अन्तिम म्यासेज आएको थियो कि फोन, त्यो ठ्याक्कै सम्झिन मलाई गाह्रो भयो। तर यति चाहिँ थाहा थियो, हामी बीच लामो समयदेखि कुनै कुराकानी भएको थिएन। र अचानक आज उसको नाम फेरि मेरो मोबाइलको स्क्रिनमा थियो। मैले म्यासेज खोलेँ। के लेखेकी थिए त्यो पढ्नुभन्दा पहिले नै दिमागमा केही पुराना कुराहरूको स्मरण भयो। म फेरि 2077 सालतिर पुगेँ। कोभिड-19 को समय, लकडाउन, सुनसान सडक र एउटा फेसबुक फ्रेन्ड रिक्वेस्ट। त्यो समयमा संसार नै रोकिएको थियो। म बुटोलमा थिएँ। सहर पुग्न घरबाट करिब 20 मिनट लाग्थ्यो। लकडाउनमा त्यो 20 मिनट पनि कुनै ठुलो यात्रा जस्तो लाग्थ्यो। सडक सुनसान थिए, मानिसहरू घरभित्र थिए, दिनहरू लामा थिए, रातहरू अझै लामो। कुरै नगरौँ, मानिससँग कुरा गर्ने सबैभन्दा सजिलो माध्यम सामाजिक सञ्जाल बनेको थियो। त्यही समय पूर्वधरानकी कल्पना नाम गरेकी मेरो सामाजिक सञ्जालबाट एक परिचित साथी थिइन्। उनले एक दिन आफ्नै नन्दको कुरा गरिन्। नाम श्रृङ्खला। नाम सुन्दा मलाई त्यस्तो केही लागेन। उनले मेरो बारेमा उनकी नन्द श्रृङ्खलासँग कुरा गरिसकेकी रहेछिन्। उसको बारेमा पनि मसँग 1-2 पटक कुरा गरेकी थिइन्। अनि एक दिन भनिन्, श्रृङ्खलालाई फेसबुकमा रिक्वेस्ट पठाउ न। र भनिन्, ती मेरो नन्द हुन्, त्यस्तो कुनै जेपिटी कुरा गर्दैनौ भन्ने मलाई पूर्ण विश्वास छ। मैले निसङ्कोच फ्रेन्ड रिक्वेस्ट पठाएँ। करिब 3-4 घन्टापछि रिक्वेस्ट एक्सेप्ट भयो। मैले उसको प्रोफाइल खोलेँ। त्यो फोटो अझै पनि मलाई सम्झना छ। सेतो कुर्ता, रातो सुरुवाल, थाइकट कपाल, गोलो फ्रेमको चस्मा, एउटा पार्क, दाँतहरू अलि हल्का बिग्रेका जस्ता। तर अचम्म के भने, त्यसैले उसको सौन्दर्यता थप बढाएको थियो। बरु आज सोच्दा यस्तो लाग्छ, उसको मुस्कानलाई अरूभन्दा आफ्नै बनाउने चिज त्यही एउटा दाँत थियो। सबै दाँत सिधा भएका अनुहारहरू सुन्दर हुँदैनन्। कहिलेकाहीँ एउटा सानो असमानताले अनुहारलाई थप सुन्दर बनाउँछ। श्रृङ्खलाको मुस्कानमा त्यही सुन्दरता झल्किन्थ्यो। उसको फोटोको पछाडि एउटा पुरुष र एउटा बच्चा पनि देखिन्थे। मैले अनुमान गरेँ, सायद उनीहरू उसका श्रीमान र छोरा हुन्। पछि थाहा भयो, म गलत थिइनँ। मेरो अनुमान मिलेछ। श्रृङ्खला विवाहित थिए। उसको श्रीमान वैदेशिक रोजगारीमा थिए। एउटा सानो छोरा पनि थियो। मलाई त्यसमा कुनै असहजता भएन। मित्रता त मित्रता हो भन्ने लाग्यो। मैले म्यासेज गरेँ, थ्याङ्क यू फर एक्सेप्टिङ। उसले उत्तर दिए, तपाईँ मेरो भाउजूको साथी हो, त्यसैले एक्सेप्ट गरेकी। त्यो हाम्रो पहिलो संवाद थियो। त्यति बेला हामी बीच तपाईँको सम्बोधन थियो। त्यो तपाईँभित्र अपरिचितपन थियो, तर त्यो अपरिचितपन बिस्तारै हराउँदै पनि गयो। हामी धेरै कुरा गर्न थालेका थिएनौँ। सुरुमा सामान्य कुराहरू मात्रै हुन्थ्यो, घर, काम, लकडाउन, उसकी भाउजू कल्पना, बिर्तामोड, बुटवल। तर बिस्तारै कुराको विषयभन्दा कुराको बानी महत्त्वपूर्ण हुन थाल्यो। म आफ्नो कुरा सुनाउनुभन्दा बढी उसको हालखबर सोच्थेँ। आज के गर्दैछौ? छोरा के गर्दैछ? घरमा सबै ठिक छ? श्रीमानको खबर के छ? आदि। मलाई उसको जीवनका साना साना कुरा जान्न मन लाग्थ्यो। सायद त्यस बेला म आफूलाई भन्दा उसलाई बुझ्न खोजिरहेको थिएँ। म बेरोजगार थिएँ, सँगै मानसिक तनाव पनि। भविष्यको कुनै निश्चित बाटो थिएन, तर यी कुरा म उसलाई धेरै सुनाउँदिनथेँ। कहिलेकाहीँ भित्रभित्र भत्किएको हुन्थेँ। उसको एउटा सामान्य म्यासेज आउँथ्यो र म सामान्य भएर रिप्लाई गर्थेँ। कहिलेकाहीँ उसले केही व्यवहार गर्थे जसले मलाई चोट पुर्याउँथ्यो। म एक्लै बसेर रोएको पनि छु, तर उसको अगाडि म ठिकै छु जस्तो देखाउँथेँ। सायद उसलाई मेरो दुःखको भार दिन चाहन्नथेँ। करिब 3 महिनापछि मङ्सिरको दोस्रो हप्तातिर मैले एउटा ट्रेडिङ कम्पनीमा एकाउन्टेन्टको काम पाएँ। त्यो खबर मैले श्रृङ्खलालाई सुनाएँ। ऊ खुसी भई र भने, खुसी लाग्यो। त्यो छोटो वाक्यले पनि मलाई त्यसबेला ठुलो अर्थ राख्थ्यो।
किनकि बेरोजगारीको अँध्यारोमा कसैले आफ्नो सानो सफलतामा खुसी मनाइदिनु पनि एक किसिमको उज्यालो रहेछ। मेरो दिनचर्या बदलियो। बिहान काम, दिनभर अफिस, साँझ घर र राति कहिलेकाहीँ श्रृङ्खलासँगको कुराकानी। मङ्सिरको अन्तिम हप्ता एक साँझ चिसो बढ्दो क्रममा थियो। म घर बाहिर एउटा स्ट्यान्डमा आगो बालेर तापिरहेको थिएँ। त्यसै बेला उसको म्यासेज आयो। उसले लेखेकी थिए, मैले तिमीलाई केही समयको लागि अनफ्रेन्ड गर्नुपर्ने भयो। हेर न, तिमी मेरो फ्रेन्ड लिस्टमा देखिन्छौ। मेरो आफन्तले तिमी को हो भनेर सोधिहाल्यो भने मैले के जवाफ दिने? फेरि तिमी काठमाडौँको पनि होइनौ। यदि काठमाडौँको हुन्थ्यौ भने सँगै पढेको साथी हो भनेर टारिदिन्थे। म चुपचाप पढिरहेँ। फेरि म्यासेज आयो, तिमी व्हाट्सएप चलाउँदैनौ? हामी त्यसमा कुरा गरौँ न बरु। उसले मलाई मेसेन्जरबाट हटाउन खोजेकी थिइन। उसले केवल हाम्रो कुराकानी देखिने ठाउँ परिवर्तन गर्न खोजेकी थिए। हामी व्हाट्सएपमा जोडियौँ। त्यसपछि हाम्रो मित्रताले अर्को रूप लियो। ऊ कहिलेकाहीँ भन्थे, तिमी मलाई आफै कल म्यासेज नगर ल, म आफै गर्छु। म सोध्थेँ, किन? ऊ खासै बताउँदिनथे। म आफै गर्छु। म मान्थेँ। कहिलेकाहीँ 3 महिना बित्थ्यो, कहिलेकाहीँ 6 महिना, कहिलेकाहीँ 6 देखि 8 महिनासम्म पनि उसको कुनै फोन म्यासेज आउँदैन थियो। तर जब उसको फोन म्यासेज आउँथ्यो सबै कुरा उस्तै नै हुन्थ्यो। मानव बीचमा 3 महिना होइन, 3 दिन मात्र बितेको हो। हामीले प्रत्यक्ष कहिल्यै भेटेनौँ। 2-3 पटक मात्र भिडियो कलमा कुरा भयो। साँचो कुरा भन्नुपर्दा म आफै पनि उसँग भिडियो कलमा धेरै कुरा गर्न चाहन्नथेँ। सायद यस्तै दूरी मलाई सुरक्षित लाग्थ्यो। आवाजमा कल्पनाको ठाउँ हुन्थ्यो। म्यासेजमा शब्दहरूलाई लुकाउन सकिन्थ्यो, तर भिडियोमा आँखाहरू बोल्थे। अनुहारले सत्य देखाइदिन सक्थ्यो। त्यसैले म त्यति नजिक जान चाहन्नथेँ। घरमा हुँदा पनि म उसँग फोनमा कुरा गर्दिनथेँ। म्यासेजमा भने जतिसुकै पनि गर्न सकिन्थ्यो। तर फोन गर्नु पर्यो भने घरभन्दा अलि बाहिर जान्थेँ। कहिलेकाहीँ सुनसान सडकमा वरिपरि कोही नहुने ठाउँमा उभिएर उसलाई कल गर्थेँ। त्यो बेला लाग्थ्यो हाम्रो कुराकानीको पनि आफ्नै एउटा भूगोल छ। घरभित्र म्यासेज, घर बाहिर आवाज र 2 सहरको बीचमा एउटा मोबाइल। श्रृङ्खलाको विगत पनि त्यति सरल थिएन। ऊ भन्थे उसको केही नमिठो अतीत थियो। त्यसैले आफ्नो अहिलेको वैवाहिक जीवनमा असर पार्न सक्ने डर उसमा थियो। सायद मसँग कुरा गर्नु उसको लागि त्यस तनावबाट केही समय बाहिर निस्कने एउटा माध्यम थियो। सायद ऊ आफ्नो मनलाई अर्कोतिर मोड्न चाहन्थे। म उसको समस्या समाधान गर्न सक्ने मान्छे थिइनँ। म केवल एउटा श्रोता थिएँ। ऊ बोल्थे, म सुन्थेँ। कहिलेकाहीँ उसले धेरै कुरा गरिसकेपछि लामो मौनता हुन्थ्यो। म सोध्थेँ, ठिक छौ? ऊ भन्थे, ठिक छु। त्यो ठिकै छु भन्ने धेरै पटक सुने र पछि बुझेँ मान्छेले सबैभन्दा धेरै झुट सायद यही वाक्यमा बोल्छ, म ठिक छु। समय बित्दै गयो। श्रृङ्खला आफ्नो जीवनमा अगाडि बढ्दै गए। उसको सानो परिवारसँग सम्बन्धित पोस्टहरू सामाजिक सञ्जालमा कहिलेकाहीँ देखिन्थे। मैले त्यही पोस्टहरूबाट थाहा पाएँ ऊ र उसको परिवार न्युजिल्यान्ड पुगेका रहेछन्। नयाँ देश, नयाँ वातावरण, नयाँ सङ्घर्ष, करियर बनाउने प्रयास, बिस्तारै उतै सेटल हुने चाहना। उसका पोस्टहरू हेर्दा मलाई कहिलेकाहीँ खुसी लाग्थ्यो, कहिलेकाहीँ अनौठो खालीपन। उसको जीवन मबाट धेरै टाढा पुगिसकेको थियो, तर त्यो दूरीमा मेरो कुनै अधिकार थिएन। बरु मनमा नै चाहन्थेँ ऊ सफल होस्, उसको परिवार सुरक्षित होस्, उसको छोरा राम्रो भविष्यतिर जाओस्, उसको जीवनले उसको पुरानो सङ्घर्षलाई पछाडि छोडोस् र ऊ एक दिन आफूले खोजेको उद्देश्यसम्म पुग्न सकोस्। म उसको जीवनको दर्शक मात्र थिएँ। उसका पोस्टहरू मेरा लागि उसका खबरहरू थाहा पाउने माध्यम थिए। कहिलेकाहीँ उसको फोटो देखिन्थ्यो। म केही क्षण रोकिएर हेर्थेँ। त्यही थाइकट कपाल, त्यही गोलो फ्रेमको चस्मा कहिलेकाहीँ अझै देखिन्थ्यो र ती हल्का बिग्रेका दाँत जसलाई मैले पहिलोपटक प्रोफाइल पिक्चरमा देखेको थिएँ। समयले उसको अनुहारमा केही परिवर्तन ल्याएको थियो, तर उसको मुस्कानमा त्यो सानो असमानता अझै उस्तै थियो। अचम्म लाग्थ्यो, मानिसहरू उमेरसँगै बदलिन्छन्, देश बदल्छन्, घर बदल्छन्, जीवन बदल्छन्, तर केही साना कुराहरू भने वर्षौँसम्म उस्तै रहन्छन्। उसको मुस्कान त्यस्तै एउटा कुरा थियो। मलाई लाग्थ्यो यदि संसारका सबै कुरा बदलिन्छन् भने पनि उसको मुस्कान र त्यो हल्का बिग्रेका दाँत जस्तो बाँकी रहोस्। सायद त्यसैले त्यो मुस्कान मलाई आफ्नै लाग्थ्यो।
अनि आज 3 वर्षपछि उसको म्यासेज मेरो मोबाइलमा आएको थियो। म फेरि वर्तमानमा फर्किएँ। स्क्रिनमा उसको नाम थियो, श्रृङ्खला। मेरा औँला म्यासेज खोल्ने ठाउँमा रोकिएको थियो। मनमा अचम्मको कुरा भइरहेको थियो। म उत्साहित थिएँ, सायद डराएको थिएँ अलिकति, कौतूहलता धेरै थियो। तर सबैभन्दा ठुलो कुरा म जान्न चाहन्थेँ, 3 वर्षपछि उसले मलाई किन सम्झे। न्युजिल्यान्ड पुगेकी श्रृङ्खला, नयाँ जीवन बिताइरहेकी श्रृङ्खला, आफ्नो परिवार र करियरमा व्यस्त श्रृङ्खला। उसले अचानक बुटोलको त्यो पुरानो साथीलाई किन म्यासेज गरी? के उसलाई केही भयो? के उसले मेरो बारेमा केही थाहा पाए? के उसलाई मेरो पुरानो कुरा याद आयो? वा केही सम्बन्धहरू समयले जतिसुकै टाढा पुर्याए पनि मनको कुनै कुनामा चुपचाप बाँचेका हुन्छन्। मैले म्यासेज खोलेँ। उसले लेखेको पहिलो वाक्य पढेँ। म केही सेकेन्डसम्म स्क्रिन हेरेर बसिरहेँ। 3 वर्षको दूरी एकाएक 3 सेकेन्ड जस्तो भयो। मेरो दिमागमा फेरि त्यो पुरानो दृश्य आयो। 2077 साल, लकडाउन, सुनसान सडक, फुर्सदिलो म, एउटा फेसबुक फ्रेन्ड रिक्वेस्ट, सेतो कुर्ता, रातो सुरुवाल, थाइकड कपाल, गोलो फ्रेमको चस्मा, अलिकति टेढामेढा दाँत र एउटा मुस्कान। त्यसपछि एउटा नाम, श्रृङ्खला। कहिले सोचेको थिइनँ त्यो नाम फेरि 3 वर्षपछि मेरो मोबाइलमा यसरी फर्किएर आउनेछ। तर जीवनको सबैभन्दा ठुलो रहस्य सायद यही हो। हामीले बन्द भइसकेको ठानेका कथाहरू साँच्चीकै बन्द भएका हुँदैनन्। कहिलेकाहीँ तिनीहरू केवल मौन हुन्छन् अनि कुनै दिन अचानक एउटा नोटिफिकेसन बनेर फर्किन्छन्। मैले फेरि उसको म्यासेज पढेँ र पहिलोपटक मनमा एउटा पुरानो प्रश्न उठ्यो, ऊ किन हराई? त्यसको सट्टा अर्को प्रश्न उठ्यो, 3 वर्षपछि ऊ के भन्न आएकी हो? मैले रिप्लाई लेख्न मोबाइलमा औँला राखेँ, तर पठाउनुभन्दा केही क्षण अघि रोकिएँ, किनकि मलाई थाहा थियो यो केवल एउटा म्यासेजको उत्तर थिएन। यो 3 वर्षको मौनताको ढोका खोल्नु थियो, र त्यो ढोकाको भित्र के थियो मलाई थाहा थिएन।